जुन बालकको जन्म हुन्छ त्यो बालकलाई लिएर कहाँ जाने? नन्द बाबाको शुभगृहमा लिएर जाने। कहाँ? गोकुल नगरीमा। बोलो श्री प्राणनाथ प्यारे की जय, सच्चिदानंद परब्रह्म की जय। जय करता लाउनुहोस् न, नास्ता गरे। बोलो श्री प्राणनाथ प्यारे की जय। कहाँ लिएर जाँदै हुनुहुन्छ? गोकुल नगरी। वासुदेव देवकीजीलाई चतुर्भुज रूपले दर्शन दिएर भन्नुको पश्चात वासुदेवजी भन्नुहुन्छ कि अरे प्रभु, यो झेलको नगरीमा मेरो त हत्कडी लगिरहेको छ, म कसरी मुक्त भएर जान सक्छु? परमात्माको चरणमा, परमात्माको बोली वचनमा, परमात्माको सामनेमा कसैले केही गर्न सक्दैन। तिमी त्यसको चिन्ता नगर, सम्पूर्ण सब आफै ठिक हुँदै जान्छ। र जब बालकको जन्म हुन्छ त्यो बालक लिएर कहाँ जानुहुन्छ? नन्द बाबाले, वासुदेवजीले नन्द बाबाको शुभगृह। साउनको महिना त बारिस बसिरहेको छ, यमुना नदी बढ्दै आइरहेको छ। परब्रह्म परमात्मा अब त्यो तनमा आउनुहुनेछ। जब रात्रिको 1 बजेको समयमा गोकुल नगरीमा पुर्याउनु भयो अनि उहाँ जन्मेकी जुन कन्या थिइन् उसलाई लिएर वासुदेवजी आउनुहुन्छ मथुरा नगरीमा। जब रात्रिको 1 बजेको समयमा एक विष्णु भगवानले धारण गरेको जुन जीव, त्यो बालकको भित्र विष्णु भगवानको जीव छ अनि अक्षर ब्रह्मको आत्मा र परब्रह्म परमात्माको जोशको शक्ति आएर प्रवेश हुँदछको बालकको तनको भित्र। बोलो श्री प्राणनाथ प्यारे की सो सुरत धनीकोले आवेश नन्द घर कियो प्रवेश। अक्षर ब्रह्मको आत्मा र परब्रह्म परमात्मा श्री राजी महाराजको जोशको शक्ति आएर बालकको तनमा प्रवेश हुँदछ। अब नन्द बाबाको घरमा बालकको जन्म हुनुको पश्चात खुसियालीको रूपमा नन्द बाबाले हजारौं गाईको दान गर्नुहुन्छ, धन सम्पत्तिको दान खुसियालीमा बाँड्नुहुन्छ। दिन बित्दै गयो। लगभग 1 वर्षको पश्चात गर्गचार्यले बोलाएर बालकको रूप रङ नक्षत्र हेरेर त्यो बालकको नाम के राखियो? श्री कृष्ण। के राखियो नाम? श्री कृष्ण। जब बालकको नाम श्री कृष्ण राखी, अब जति पनि गोकुल नगरीको अन्दर जो कन्याहरू थिए, अविवाहित जो कन्याहरू थिए, 10 वर्ष 12 वर्ष 16 वर्ष 5 वर्षका उमेरका जति पनि कन्याहरू थिए, ती बालिकाको तनमा त्यो जीवमा परब्रह्म परमात्माका धाममा रहनेवाला आत्माहरू सखीहरू आएर प्रवेश गर्दछन्। बोलो श्री प्राणनाथ प्यारे की जय। गोपस्य कर्ण मोदितः यशोदाया सुतोद्भवम् आत्मन भूषम चक्रुर स्त्राकल्पाञ्जनादिवि। बिहानको समयमा जब नन्द बाबाको शुभगृहमा बालकको जन्म भएको खबर सुन्ने बित्तिकै सखीहरू सब आफ्नो 16 श्रृंगार गरेर धारण गर्न आउँदछन्। 16 श्रृंगार हामी कतिखेर गरिन्छ? जब आफ्नो दुल्हाको पासमा दुल्हन जाँदछन् त्यतिखेर मात्र 16 श्रृंगार गर्ने अधिकार छोरीलाई मिल्दछ। त्योभन्दा अगाडि मिल्दैन। सिन्दुर लाउने, पोते लाउने, मङ्गलसूत्र लाउने त्योभन्दा अगाडि मिल्छ? मिल्दैन। विवाहभन्दा अगाडि 16 श्रृंगार धारण गरेर सखीहरू आउँदछन् कहाँ? नन्द बाबाको शुभगृहमा। यस्तो प्रकारले सखीहरू सब आउँदछन् किनभने सखीहरूलाई थाहा भयो कि हाम्रा आत्माका मालिक परब्रह्म परमात्मा एक सानो बालकको रूपमा आउनु भएको छ, तर भित्रको छ परब्रह्म परमात्माको जोशको शक्ति छ अनि अक्षर ब्रह्मको आत्मा छ र विष्णु भगवानको जीव छ। उनीहरूले पहिचान गरेर स्वतः आफ्नो प्राणवल्ल प्राणप्रीतम श्री राजी महाराजको दर्शन गर्नको लागि सखीहरू 16 श्रृंगार धारण गरेर आउँदछन् नन्द बाबाको शुभगृहमा। तत्पश्चात उमेर बित्दै जाँदछ। सबैलाई थाहा भयो कि परब्रह्म परमात्मा श्रीकृष्णको शरीरमा आइसक्नु भयो। त्यसै कारण हामी गाउने गर्दछौँ निज नाम श्रीकृष्णजी अनादि अक्षरातीत सुतो अवजार भय संविद वतन सहित। कृष्ण यानी कि नामको मतलब हुन्छ पहिचान। नामको अर्थ के हुन्छ? पहिचान। कुनै पनि क्षेत्रमा हामी जाउँ यो शरीरको पहिचान गर्नको लागि के चाहियो? नामको जरुरत चाहियो। बिना नामको कुनै काम हुन्छ? चाहे तपाईँ अरू यहाँ अब संसारको हिसाबमा पनि वेलफेयर अफिसमा जानुहोस्, क्याथोलिक अफिसमा जानुहोस्, कुनै पनि क्षेत्रमा सबैभन्दा पहिला आफ्नो के दिनु पर्यो? नाम र ठेगाना दिनु पर्यो। नामको मतलब आफ्नो पहिचान। त्यस्तै प्रकारले चाहिँ एक बालकको नामको पहिचान के दिनुभयो गर्गाचार्यजीले? श्री कृष्ण, जसको गुणगान भजन कीर्तन सत्संग आज हजारौं लाखौं करोडौं मानिसहरू गरिरहेका छन्, तर भित्र बसेर 11 वर्ष 52 दिन कसले लीला गर्यो त्यो कसैलाई थाहा छैन। त्यसै कारण श्रीमद् भागवतमा दर्शाइयो बिना तारतम ज्ञान त्यो रहस्यलाई जान्न सकिँदैन। वेद व्यासजीले भागवत रचना गर्नुभयो।
18 पुराणको रचना गर्नुभयो हैन, सम्पूर्ण शास्त्रको रचना गर्नुभयो, तर भित्र बसेर लीला कसले